हामी नास्ता खाएर निस्क्यौँ गाइस होइन। उनीहरूले ब्रोलाई चाहिँ होइन उकालोमा झोला भिराइदिएका छन् गरे। लास्ट उकालो छ। अनि अहिले बाफ्रे हिँडेर तर एकान्त शान्त के कस्तो आनन्द छ। होइन मलाई त सही लागेछ। मलाई त चढ्न पनि सही लागेछ। यमअप जोगिङ जो मोटो मान्छे छ त्यो यहाँको ट्रिप हान्नुपर्छ। आएर जाँदाखेरि मान्छेको 5-10 केजी त घट्छ होइन सर? आएर यहाँबाट जो फर्किन्छ नि त्यसको 5-10 केजी घट्छ होला के। सुदनको चाहिँ घट्छ होला जे होस्। अरे फुच्चे भाइ पनि थाकेछ आज पुरा। म त चढ्छु पुरा, मसँग त अगाडि जान्छु। म त पहिले 1 घन्टामा बेस क्याम्प पुगिदिन्छु भने मान्छे। 1 घन्टामा त भन्थेन उ। ज्याकेटको चेन किन खोलिस् त फेरि? कुन ज्याकेटको? यो ज्याकेट जो म लगाएको कहाँ खोलिखु त? ल हिँडौँ। त पछाडि यसको गाइस लेट्स सपोर्ट मी हो क्या। जाँदैछौँ होइन। माथि घिउ परेको ठाउँमा पुगेपछि तपाईँलाई देखाउँछु। अहिलेलाई अलविदा। हामी हिँड्दैछौँ, कहाँ पर्खिन्छौँ त्यहाँनिरको भिडियो अपलोड गर्दै गर्छु। यसो सपोर्ट सब्सक्राइब गरिदिनु होला भ्युज हेर्नको लागि। हिमचोलीमा घाम लाग्यो रमाइलो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ नि रमाइलो माया फेवा तलेमा गाउँघरकी कान्छीले पार्यो जालैमा। आवाज पनि निस्किन्न त। हेर्न गाइस चढ्नको लागि चाहिँ औषधि खानुपर्छ। लिकुन्ट औषधि खाएर निस्केको हो। त्यही भएर हल्का थकान चाहिँ महसुस भएको छैन। बाटो चाहिँ एकदम सही छ, हेर्न सक्नुहुन्छ है। ठिकै यतिको बाटोलाई नराम्रो भन्न सकिन्न। तल हेर तर उकालो चाहिँ हरियो उकालो हो। यस हिँडिराखेको बानी भएको मान्छेहरू चाहिँ आरामले हिँडिदिन्छन्। त्यही हो। हामी चाहिँ अब स्कुटीमा हिँडिरहेको बानी भएर भुँडी बानी फुत्त निस्केको छ। त्यही भएर अलिक गाह्रो भएको छ हामीलाई। तर जस पुग्ने चाहिँ पुगिन्छ यति चाहिँ स्योर छौँ। अगाडि गएर देखाउँला। पुरै भिडियो देखाउनको लागि चार्ज पनि अब गर्ने ठाउँ छैन यस्तो ठाउँमा। कहाँसम्म पुगिन्छ अब चार्ज गर्ने ठाउँ भेटाइएछ भने अपलोड गरौँला भिडियोहरू। नत्र भने अहिलेलाई अलविदा। बाई बाई, टेक केयर।